हेलो साथीहरू, आज चाहिँ हामी बफको अचार बनाऊँ है। बफको अचारको लागि चाहिँ मैले धनियाँ, जिरा, टिमुर, अकबरे खोर्सानी, काटेको लसुन, अदुवा अनि म्यारिनेट गरेको बोनलेस मासु रेडी गरेँ बफको। त्यस पछाडि मैले अकबरेलाई हल्का रातो रातो हुन गरेर भुटेँ। अनि अरू पनि भुटेको थिएँ धनियाँ, जिराहरू, त्यो चाहिँ मैले भिडियो लिन बिर्सेछु। अनि तातो तेलमा मैले हालेँ मसिनो पारेर काटेको लसुनलाई चाहिँ मजाले भुटेँ होइन। देख्न सक्नुहुन्छ हजुरहरूले पनि हल्का मजाले भुटिँदैछ। अनि त्यस पछाडि त्यसैमा मैले हालेँ काटेको अदुवा। अनि तिनीहरू दुइटैलाई चाहिँ मजाले मिक्स गरेर चलाउँदैछु। हल्का त्यो चाहिँ ब्राउन भएपछि चाहिँ त्यसलाई निकाल्ने। धेरै डढो भने चाहिँ मिठो हुँदैन, तितो तितो हुन्छ रे। अनि मैले चाहिँ यतिको बनाएँ। अनि बनाएर चाहिँ हेर्नु न कस्तो राम्रो देखेको होइन। अनि बनाएर चाहिँ झिकेर प्लेटमा राखिसकेपछि चाहिँ यो चाहिँ यस्तो मिठो बास्ना चाहिँ मगमग आइरहेको थियो, अदुवा र लसुन मात्रै भए पनि। अनि म्यारिनेट गरेको मासुलाई पनि हामीले मजाले डिप फ्राई गर्छौँ होइन। अनि मैले यो मासुलाई चाहिँ डिप फ्राई गरेपछि चाहिँ यसलाई चाहिँ धेरै डिप फ्राई गर्न हुँदैन अरे, किनभने यो बफको मासु चाहिँ अलरेडी नै साह्रो हुन्छ अरे। अनि त्यही भएर ठिक्क मात्रै डिप फ्राई गरेँ। अनि यो बोसोहरू चाहिँ हाल्न हुँदैन, त्यही भएर यो बोसो चाहिँ मैले फ्राई गरेर खाइदिएँ। हजुरहरूले चाहिँ खाना पनि सक्नुहुन्छ, फ्याल्न पनि सक्नुहुन्छ, हजुरहरूको चोइस हो। अनि मजाले डिप फ्राई गरेँ। अनि यता यो पनि रेडी भयो होइन। अनि फेरि मैले मेरो बुढालाई भिडियो बनाउन लगाएँ, हल्का सानो क्लिप बनाइदिनु भयो यो फ्राई गरेको। अनि मैले फ्राई गरिसकेपछि बटुकामा झिकेर राखेँ। अनि त्यो तेलमा अघि ब्लेन्ड गरेको मसलाहरू मैले हालेर चाहिँ मस्तले तेललाई चाहिँ मैले चलाउन खोज्दै थिएँ, तर चलाउनै बिर्सेछु होइन। अनि उयो के भन्छ यिनीहरू, यो अदुवा लसुन फ्राई गरेको हालेँ। अनि खोर्सानीको धुलो पनि हालेँ मैले, कश्मिरी लाल मिर्च, अनि बेसार हालेँ। अनि गरम मसला पनि हालेँ। अनि यो बफको चाहिँ पोसोहरू सबै निकालेको र रेडी बनाएको थिएँ। अनि त्यो हालेपछि त्यसलाई मैले चाहिँ मस्तले चलाएँ होइन। यस्तो चलाएँ कि त्यो मासुमा चाहिँ सबै मसलाहरू चाहिँ छिरोस् भनेर चाहिँ मजाले चलाएँ। अनि अलिकति नुन हालेँ, किनकि मैले अलरेडी म्यारिनेट गरेको मासुमा चाहिँ नुन हालिसकेको थिएँ। अनि मजाले चलाएँ। अनि हल्का भिनेगर पनि हालेँ, मैले सुनेको थिएँ भिनेगर हाल्यो भने चाहिँ अचार बिग्रिँदैन रे। अनि मैले त्यो भिनेगर पनि हालेर मस्तले चलाएर बट्टामा खाँदेर होइन यसलाई टक्क रेडी खानको लागि गरेँ। साथीहरू हजुरहरू पनि यस्तै बनाउनु, यति मिठो हुन्छ कि के भन्नु मैले।